हेलो गाइज, के छ हाल खबर? हेर्नु न, मेरो गाडी बिग्रे गरेर मैले भ्लग पनि हाल्न पाएको छैन, तपाईँहरूमाथि अपलोड गर्न पाएको छैन होइन। यस्तै भइरहेको ठिक छ। फेरि भ्लग म बनाउने कोसिस गर्छु राम्रो। यो चाहिँ अहिले म इटरीको झुम्का बजारमा छु के। है अब के गर्ने, यस्तै हो हाम्रो ड्राइभरको जिन्दगी। तर मान्छेले भन्छ अब ड्राइभर भएर पनि भ्लग किन बनाएको भनेर होइन। यो मेरो आफ्नो मन, मेरो ड्राइभर पछिको चाहिँ एकदम मन लाग्ने भनेको भ्लग बनाउनलाई हो होइन। हाम्रो अरू कुरोहरू पनि हुनुहुन्छ, फेरि पनि राम्रो भ्लग म लिएर आउँछु है गाइज। नरिसाउनु होला, अब बनाउने इच्छा मेरो हुँदै पनि मैले नभ्याएर हो है। म अलिक हाल म झुम्कामा छु क्या। थुप्रो दिन भयो गाडी बसे 1.5-2 महिना लागिसक्यो हो। वहाँबाट खास 3 दिनको बाटो थियो, अनि यत्रो दिन लागिसक्यो। अब तपाईँहरूले सोच्नुभयो होला भ्लग आएन, यसको भ्लग आएन। अब के गर्ने गाइज, नभ्याएर हो। भ्याएदेखि त म दैनिकै हाल्ने मान्छे हो, नभ्या भएर हो। तपाईँहरूले प्लिज माया सपोर्टहरू देखाइदिनु होला, अनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला प्लिज यार। यो चाहिँ हाम्रो झुम्का बजार हो है। म चाहिँ फिलहाल अहिले यहाँ भ्लग बनाइरहेको छु र मान्छेहरूले सोचिरहेको छ कि यसले यहाँनिर किन भ्लग बनायो भनेर होइन। तर त्यो कुरामा मलाई बाल लाग्दैन। मेरो आफ्नो अब के भन्ने, मेरो आफ्नो भित्री मनदेखि चाहेर म भ्लग सुरु गरे हो। ठिक छ, सुरुमा अलि मसँग छैन, कम्पिटेन्स छैन। म बिस्तारै त्यो पनि ल्याउँछु होइन। हाल फिलहाललाई ल त्यही हो। अब के भन्नु छ र, अब म गाडी बनिसकेपछि अझ राम्रो भ्लग ल्याउने कोसिस गर्छु। प्लिज माया र साथ सपोर्ट चाहियो हजुरहरूको है। त्यति भन्दै अहिले म भ्लग गरिरहेको छु। फेरि पनि अब आगामी दिनहरूमा राम्रो म ल्याउँछु है त गाइज। यहाँ हेर्नु नि, हाम्रो झुम्का बजारमा गाडीको यस्तो लाइन छ नि। हस् त गाइज, अहिले यति नै है त, धन्यवाद।